24 डिसेम्बर 1999 काठमाडौँको जाडो साँझ। सूर्य अस्ताउँदै थियो। आकाशमा सुनौलोहन फैलिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड सामान्य थियो। घोषणाहरू भइरहेका थिए। सामान तौलिँदै थियो। पासपोर्टहरूमा छाप लाग्दै थिए र रनवेमा एउटा विमान शान्त उभिएको थियो। यो कुनै असामान्य दृश्य थिएन। यो केवल अर्को अन्तर्राष्ट्रिय उडान थियो, काठमाडौँबाट दिल्ली। तर इतिहासले बारम्बार देखाएको छ, सबैभन्दा ठूला सङ्कटहरू सबैभन्दा सामान्य देखिने क्षणबाट सुरु हुन्छन्। त्यो विमान थियो इन्डियन एयरलाइन्सको फ्लाइट 814 एयरबस A300। एक नियमित उडान, एक नियमित दिन, 176 यात्रु, 15 जना चालक दल सदस्य, कुल 191 जीवन। उनीहरूमध्ये कसैले पनि कल्पना गरेका थिएनन् अबको केही घण्टामा उनीहरू इतिहासको एउटा खतरनाक अध्यायको केन्द्र बन्नेछन्। तर यो कथा केवल एउटा अपहरणको कथा होइन। यो कथा हो सुरक्षा, चेतावनी, समन्वय र एउटा महत्त्वपूर्ण प्रश्नको, के यो रोक्न सकिन्थ्यो? 1990 को दशकको अन्त्यतिर दक्षिण एसिया सुरक्षा दृष्टिकोणले संवेदनशील अवस्थामा थियो। भारतले पहिले पनि विमान अपहरणका घटनाहरू भोगिसकेको थियो। क्षेत्रीय तनावहरू थिए। सुरक्षा निकायहरू सतर्क थिए। नेपाल त्यस समय अन्तर्राष्ट्रिय पर्यटनको महत्त्वपूर्ण केन्द्र बन्दै थियो। काठमाडौँबाट दैनिक अन्तर्राष्ट्रिय उडानहरू भइरहेका थिए। तर विमानस्थलको सुरक्षा संरचना अझै विकासको चरणमा थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, सबै अन्तर्राष्ट्रिय यात्राको मुख्य प्रवेशद्वार। तर यसको सुरक्षा संरचनामा सीमाहरू थिए। त्यस समयमा प्रयोग भइरहेका एक्सरे मसिनहरू आजको जस्तो उन्नत थिएनन्। सुरक्षा प्रक्रियाहरू थिए, तर तिनीहरूको कार्यान्वयन सधैँ एकरूप थिएन। नेपाल प्रहरी र विमानस्थल सुरक्षामा संलग्न अन्य निकायहरूले सामान्य सतर्कता अपनाइरहेका थिए। तर उपलब्ध तथ्यहरूले देखाउँछन् त्यस समयमा सुरक्षा प्रणाली पूर्ण रूपमा आधुनिक र सुदृढ थिएन। यसबीचमा 5 जना मानिसहरू विमानस्थलभित्र प्रवेश गरिसकेका थिए। उनीहरूले टिकट किनेका थिए। उनीहरूले आफ्नो परिचय प्रस्तुत गरेका थिए। उनीहरूले सुरक्षा जाँच पार गरेका थिए। उनीहरू यात्रुहरू जस्तै देखिन्थे। उनीहरू सामान्य देखिन्थे। तर उनीहरूको उद्देश्य सामान्य थिएन। पछि पुष्टि भयो, यी 5 जना अपहरणकर्ताहरू थिए। उनीहरूले आफ्नो साथमा साना धारिला हतियारहरू विमानभित्र ल्याउन सफल भएका थिए। यो कसरी सम्भव भयो? त्यस समयको सुरक्षा संरचना, उपकरणको सीमित क्षमता र प्रक्रियागत कमजोरीहरू, यी सबै सम्भावित कारणहरूका रूपमा पछि उल्लेख गरिए। अर्को महत्त्वपूर्ण पक्ष, सूचना। त्यस समय क्षेत्रीय सुरक्षा सन्दर्भमा केही सामान्य चेतावनीहरू सुरक्षा निकायहरूलाई प्राप्त भएका थिए। यी चेतावनीहरू कुनै विशिष्ट उडानका बारेमा थिएनन्, तर विमान सुरक्षा जोखिमलाई पूर्ण रूपमा अस्वीकार गर्न नसकिने भन्ने सङ्केत थिए। प्रश्न उठ्छ, के यी चेतावनीहरूलाई पर्याप्त प्राथमिकता दिइयो? के सुरक्षा स्तर बढाइएको थियो? के सबै सम्बन्धित निकायहरू पूर्ण रूपमा तयार थिए? साँझको करिब 4:30 फ्लाइट 814ले काठमाडौँ छोड्यो। विमान आकाशमा उड्यो। सबै कुरा सामान्य थियो। यात्रुहरू आराममा थिए। कतिपय पत्रिका पढिरहेका थिए। कतिपय झ्यालबाट बाहिर हेरिरहेका थिए। कतिपय निदाइसकेका थिए। तर उडान सुरु भएको करिब 40 मिनेटपछि सबै कुरा अचानक बदलियो। एकजना मानिस उठ्यो। उसको हातमा चक्कु थियो। उसले चालक दललाई धम्की दियो। त्यसपछि अन्य 4 जना पनि उठे। क्षणभरमै विमान उनीहरूको नियन्त्रणमा गयो। विमान अपहरण भइसकेको थियो। ककपिटमा दबाव थियो। चालक दललाई आदेश दिइयो। विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरिरहेको थियो। अपहरणकर्ताहरूले विमानलाई भारतको अमृतसरमा अवतरण गर्न आदेश दिए। अमृतसर, त्यो क्षण निर्णायक हुन सक्थ्यो।
विमान त्यहाँ अवतरण भयो। भारतीय सुरक्षा निकायहरू सतर्क थिए। त्यहाँ एउटा अवसर थियो, एक अवसर अपहरण अन्त्य गर्ने। तर स्थिति जटिल थियो। स्पष्ट निर्णय लिन समय लाग्यो। वार्ता भइरहेको थियो, स्थिति आकलन भइरहेको थियो। यस बीचमा अपहरणकर्ताहरूले पर्खन अस्वीकार गरे। उनीहरूले विमान फेरि उडाउन आदेश दिए। विमान अमृतसरबाट उड्यो। यो एउटा गुमेको अवसरका रूपमा पछि धेरैले विश्लेषण गरे। त्यसपछि विमान लाहोर पुग्यो। त्यहाँ सीमित समयका लागि अवतरण भयो। इन्धन भरियो। त्यसपछि विमान दुबई पुग्यो। त्यहाँ केही यात्रुहरूलाई रिहा गरियो। तर सङ्कट समाप्त भएको थिएन। अन्ततः विमान अफगानिस्तानको कन्धार पुग्यो। त्यस समय कन्धार तालिबानको नियन्त्रणमा थियो। अब स्थिति केवल अपहरण मात्र थिएन, यो एक अन्तर्राष्ट्रिय कूटनीतिक सङ्कट बनिसकेको थियो। विमानभित्रको स्थिति कठिन हुँदै गयो। यात्रुहरू डराएका थिए। उनीहरू थाकेका थिए। उनीहरू अनिश्चिततामा थिए। समय बित्दै गयो। त्यसै क्रममा एक दुःखद घटना भयो। एक यात्रु रुपिन कट्टेल गम्भीर रूपमा घाइते भए। पछि उनको मृत्यु भयो। यो घटनाले सङ्कटको गम्भीरता स्पष्ट गर्यो। बाहिर भारत सरकार तीव्र दबावमा थियो। परिवारहरू आफ्ना प्रियजनहरूको सुरक्षित फिर्तीको प्रतीक्षा गरिरहेका थिए। नवाचार माध्यमहरूले घटनाको निरन्तर प्रसारण गरिरहेका थिए। वार्ता सुरु भयो। अपहरणकर्ताहरूको माग स्पष्ट थियो। भारतका जेलमा रहेका 3 जना कैदीहरूको रिहाई। यो निर्णय सजिलो थिएन। यो केवल एउटा राजनीतिक निर्णय थिएन। यो मानव जीवनसँग सम्बन्धित निर्णय थियो। दिनहरू बित्दै गए। अन्ततः 7 दिनपछि भारत सरकारले कैदीहरू रिहा गर्ने निर्णय गर्यो। यात्रुहरू मुक्त भए। सङ्कट समाप्त भयो। तर एउटा ठूलो प्रश्न बाँकी रह्यो। यो सुरु नै किन हुन सक्यो? अनुसन्धानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संरचनामाथि ध्यान केन्द्रित गर्यो। सुरक्षा प्रक्रियाहरूको समीक्षा गरियो। उपकरणहरूको अवस्था मूल्याङ्कन गरियो। समन्वय सम्प्रणालीको विश्लेषण गरियो। केही महत्त्वपूर्ण सुधारहरू आवश्यक रहेको निष्कर्ष निकालियो। यस घटनापछि नेपालले विमान सुरक्षामा सुधार सुरु गर्यो। नयाँ एक्सरे मसिनहरू जडान गरिए। सुरक्षा प्रक्रियाहरू अद्यावधिक गरिए। सुरक्षाकर्मीहरूलाई थप प्रशिक्षण दिइयो। अन्तर्राष्ट्रिय मापदण्डहरू लागू गरिए। यो घटना नेपालका लागि एउटा महत्त्वपूर्ण मोड बन्यो। यसले देखायो सुरक्षा प्रणाली निरन्तर सुधार आवश्यक पर्ने क्षेत्र हो। यो घटना भारत र नेपालको बीचको सम्बन्धका लागि पनि महत्त्वपूर्ण मोड बन्यो। दुवै देशले सुरक्षा सहयोगको आवश्यकता महसुस गरे। सूचना साझागरीको महत्त्व स्पष्ट भयो। आज 25 वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझ मध्याय छ। सुरक्षा अझ कडा छ। उपकरणहरू अझ उन्नत छन्। तर त्यो इतिहासको दिन अझै स्मरणमा छ। किनभने इतिहास केवल विगत होइन, यो भविष्यका लागि पाठ हो। 24 डिसेम्बर 1999 त्यो दिन संसारले एउटा महत्त्वपूर्ण पाठ सिक्यो कि सुरक्षा केवल प्रक्रिया होइन, जिम्मेवारी हो। कि चेतावनीलाई कहिल्यै नजरअन्दाज गर्नु हुँदैन। कि समन्वय जीवन र मृत्यु बीचको फरक हुन सक्छ। र सबैभन्दा महत्त्वपूर्ण, कहिलेकाहीँ इतिहास परिवर्तन गर्ने घटना एउटा ठूलो आवाजबाट होइन, तर एउटा सानो समयमै नसुनिएको चेतावनीबाट सुरु हुन्छ। र त्यो प्रश्न, के यो रोक्न सकिन्थ्यो? सायद। पूर्ण उत्तर कहिल्यै थाहा नहुन सक्छ। तर त्यो प्रश्नको प्रतिध्वनि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा हरेक उडानसँगै चुपचाप गुन्जन रहेको छ। यदि तपाईलाई यो भिडियो राम्रो लाग्यो भने लाइक गर्नुहोस् र यस्तै नेपालको इतिहासका सत्य घटनाहरू हेर्न चाहनुहुन्छ भने एनी स्टुडियो नेपाललाई सब्स्क्राइब गर्नुहोस्। बेल आइकन दबाउन नबिर्सनुहोस् ताकि हाम्रा नयाँ भिडियोहरू तपाईले सबैभन्दा पहिले हेर्न सक्नुहोस्। हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ। जय नेपाल।